हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो आमाको 45 दिन हो। हेर्दा हेर्दै 45 दिन भइसकेछ आमाले छोडेर जानुभएको नि। तपाईँ जहाँ भए नि, जस्तो अवस्थामा भए नि, खुसी बस्नु, तपाईँको आत्माले शान्ति पाओस्। हामी तपाईँहरूलाई धेरै सम्झिरहेछौँ। हामी सबै परिवारले धेरै सम्झिरहेछौँ। हामीले तपाईँलाई नदेखे पनि तपाईँले हामीलाई सधैँ ब्लेसिङ दिनुहोला, सधैँ आशीर्वाद दिनुहोला। हामी तपाईँको सम्झनामा यसरी बत्ती बालेर शान्तिको लागि कामना गर्नेछौँ आमा। We missed you। यहाँनिर चाहिँ अब यति गरेर हामी चाहिँ मन्दिर जान्छौँ एकछिनपछि। अब चाहिँ एकछिनमा आउँछ अरू भ्लग, हेर्दै गर्नुहोला गाइज। हाई एभ्रिवान, आज चाहिँ मेरो मम्मीको विशेष दिनको लागि हामी जाँदैछौँ। हजुरहरूले हेर्दै जानुहोला। टक्क आमाको दर्शन गरेर निस्किनु हो। यहाँनिर आमाको दर्शन गर्नलाई ढोका अगाडि राखेको छु। ल साथीहरू, मेरो मम्मीको आज 45 दिन। मेरो मम्मीको स्वर्गमा राम्रोसँग बास हुनु। आमालाई धेरै मिस गरिरहेछौँ। तपाईँको छोरीहरू अब तपाईँको खुसीको लागि हामी जाँदैछौँ। खुसी हुनु होला, हेर्दै जानु है साथीहरू। हामी चाहिँ जाँदैछौँ अब। हजुर सिधै हजुर। सामान लिएर आयौँ वृद्धाश्रमको लागि। समीप डरो छ यति ल्यायौँ, अझै सामान छ तल। सम्राट कम हियर। राम राम राम। कडा ल पनि अब चाहिँ यो स्याउ लाग्नु पर्यो। सक्छु कि सक्दिनँ त। हाम्रो सब्जी चाहिँ कडा छ हाम्रो घरको। हेर यति बोक्न गाह्रो भइरहेको छ मलाई चाहिँ। हामीले चाहिँ सामान यति ल्याएको थियौँ। खाना चाहिँ यहीँनिर दिनुहुन्छ। खानाको लागि हिजै पे गरेर गइसक्यौँ हामी। अब त्यहाँनिर आश्रममा आइसक्यौँ। अब हामी चाहिँ माथि अफिसमा जाँदैछौँ। खाना हिजै भनेको यहाँनिर पनिर पाक्न बाँकी छ अरे। अब पनिर पाकिसकेपछि चाहिँ हामी भोजन ग्रहण गर्दैछौँ। भ्यू हेर, हामी चाहिँ अफिसमा छौँ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो भक्तजनहरू। अब चाहिँ हामी मन्दिरमा आरती गर्न जाँदैछौँ। आरती गरिसकेपछि चाहिँ भोजन ग्रहण गर्नुपर्ने हुन्छ।
चाहिँ हामी खाना दिन लागिरहेछौँ भोजन ग्रहण गर्न। यहाँनिर चाहिँ आउँदै हुनुहुन्छ भोजन ग्रहण गर्नको लागि। अनि त्यसपछि यहाँ बाहिर पनि छ स्पेस, यहाँनिर बाहिर नै बस्नुहुन्छ। चाहिँ खाँदै हुनुहुन्छ यस्तरी साडी कति धेरै हुनुहुन्छ यस्तरी सबैजनाले। कस्तो छ खाना? हजुर खाना मिठो छ तर यसको दाँत छैन। हो र आजको हाम्रो सर्भिस गर्ने मान्छेहरू चाहिँ हुनुहुन्छ सर्भिसरहरू चाहिँ। सम्राट तिमीले के सर्भिस गरेको? मैले चाहिँ खाना। कसैले चाहिँ यता खाँदै हुनुहुन्छ, यता पनि यस्तरी। यहाँ पनि सर्भिस गर्ने मान्छे चाहिँ भोकाउनु भयो अरे, त्यही भएर माम खाँदै हुनुहुन्छ। सर्भिस राम्रो छ यहाँनेरि। सबैलाई कस्तो फिल भइरहेछ? रमाइलो लागिरहेछ, त्यही भएर खाना पनि सर्भिस गरिरहेछ। आज एक दिन भए पनि नौतुम धाममा बस्नुहुने आमा बुबा बच्चाहरूलाई हामीले एकठाक भए पनि भजन गर्नु पाउँदाखेरि एकदमै हामी खुसी छौँ। यतातिर हुनुहुन्छ धेरैजना, धेरै बाबु नानीहरूले चाहिँ खाएर गइसक्नुभयो। अब आजको दिन हाम्रो लागि स्पेसल दिन यस्तो हुँदैछ। बच्चाहरू कोही बाहिर हुनुहुन्छ, हामी यहाँ हाम्रो पाइला टेक्नु नै हाम्रो लागि एकदमै खुसी, एकदम गर्वको कुरा लागेको छ। हाम्रो त पहिलो अनुभव हो नि त नि, हामीलाई थाहै छैन होइन। जस अब सिक्दैछौँ, यस्तो कार्यहरू अझै धेरै पनि गर्दै जानु पाऊँ। आज हाम्रो आजको भोजन कार्यक्रम चाहिँ यस्तो थियो है। केरा पनि थियो, हाम्रो केरा चाहिँ सिद्धियो केरा। लगभग हामी आज धेरै खुसी छौँ। 100जना जतिलाई चाहिँ भोजन गर्नु पाउँदाखेरि अलिकति बोल्न चाहिँ आउँदैन के। भोजन र भजन झन्झनै उस्तै लाग्छ। यो हार्डवेयर गरेर जिब्रो डल गरिन्छ। यहाँको किचन चाहिँ यहाँभित्र यस्तो छ, यस्तो व्यवस्थित तरिकाले चलाउनु भएको रहेछ। मेरो घर नजिकैदेखि यहीँ गोठाटारमै, तर पनि मलाई यस्तो धेरै जानकार थाहा चाहिँ थिएन कि यस्तो राम्रो रहेछ। हजुरहरू जो अरूलाई पनि कोही इच्छा छ भने आफूलाई मन शान्ति मिल्ने एकदमै धेरै आफ्नो गच्छे अनुसारको यहाँनिर आएर आमा बुवा बच्चाहरूलाई
एक छाक भए पनि हजुरहरूले भोजन ग्रहण गराइदिनु सक्नुहुन्छ। आफूलाई छुट्टै आनन्द खुसी मिल्छ। हजुर मेरो कान्छा छोरा पनि यहाँनिर खाँदै हुनुहुन्छ, यहाँ बुवाहरूसँग बसेर। ल हाम्रो भिडियो हेरिदिनु होला। हजुरहरूलाई पनि धेरै धेरै त हामी धेरै त दिनु सक्दैनौँ, कहिलेकाहीँ बुवा आमालाई यसो खुसी बाँडौँ भनेर। म हजुरलाई के हो चाहिँ मेरो ठुलो छोरा भान्से गर्दैछ, उसको बुनुलाई माम दिँदैछ। ले गइस थापिस अरू के चाहिन्छ? आज फर्स्ट टाइम के थाहा भयो भने आफूले खानुभन्दा अरूलाई दिँदाखेरि यति धेरै खुसी मिल्दो रहेछ भन्ने थाहा भयो। हामी पनि आजसम्म कति बजिसक्यो, हामीले पानी पनि खाएको छैन, चिया पनि खाएको छैन होइन, बढी पनि भयो होला। तर पनि हामी एकदमै आज चाहिँ खुसी छौँ कि यति यसरी अरूसँग खुसी बाँड्न पाउँदाखेरि यो जस्तो खुसी चाहिँ कहिले पनि मिल्दैन होला सायद जस्तो लाग्यो। यो स्पेसली यो श्रेय चाहिँ हाम्रो मम्मी बित्नु भएको, मम्मीको 45 दिनमा हामीले यसरी एक छाक भए पनि भोक मेटाउन पाउँदाखेरि खुसी लागिरहेछ। आजको भोजन हाम्रो अन्तिम सबैले हामी दियो अरे लास्टमा हामी बस्यौँ। हाम्रो आजको भान्से सर चाहिँ यता हुनुहुन्छ, यस्तो मिठो बनाउनु भएको छ। हामीलाई तुलाउनु बनाउनु नआए पनि उहाँले धेरै राम्रो बनाउनु भएको छ। उता बहिनी हुनुहुन्छ, उहाँ हेल्पर, अर्को मुवा चाहिँ कता जानुभयो होइन। अनि लास्टमा चाहिँ हाम्रो अब हामीले यतातिर ग्रहण गर्नु लाग्छौँ। यता यहाँ चाहिँ हाम्रो कृष्ण मन्दिरको गुरु बुवा हुनुहुँदो रहेछ, पुरेत बुवा। अब चाहिँ हामी सबै काम सकेर जाँदैछौँ घर। अब घर हिँडेको गर्मी भयो। आजको हाम्रो प्रोग्राम चाहिँ सिद्धियो, एकदम रमाइलो भयो, एकदमै ह्याप्पी इन्डिङ भने जस्तो भयो एकदमै। अब आज हामी धेरै ह्याप्पी छौँ है, दुई भाइ ह्याप्पी छौँ। यहाँनिर आएपछि एक त त्यत्तिकै ब्लेस्ड हुन्छ कि यहाँ सम्राटले चाहिँ मेरो ब्याग बोकेर हेल्प गरिरहेछ मलाई। सम्राट यता हेर, हेलो गर न, मजा आयो? ल है ल, सम्राटले सिस्टरलाई हेल्प गर्ने बेला भइसक्यो। आइसक्रिम किनिदिनु पर्ने, यो हेल्प गरे बापत चाहिँ आइसक्रिम फकाइरहेछ मेरो ब्याग बोकेर। हामी चाहिँ अब घर पुग्न लाग्यौँ। विनायक चोकमा आइपुग्यौँ। अहिले फेरि घाम लागेर हिँड्न गाह्रो भइसक्यो। यहाँ यति नजिक जतैबाट हिँड्दै आएको हो। हाम्रो सबैजना घर आएको बेला। अब चाहिँ हामी घर पुग्यौँ। सबैजना अगाडि गइसके, चाबी चाहिँ मसँग छ। खै हतार सानो छैन, एकछिन बाहिर निस्किनु पर्यो भने हतार घरभित्र आउन यति हुन्छ। म आमाकै कपडा लाएर गएको नि है। आजको आमाको कपडामा टप्छ। यो चाहिँ कोकोको लागि खाना, मासु, यहाँनिर रक्सी, अनि यहाँनिर पानी। हाम्रो कल्चरमा चाहिँ विशेष गरी यही चाहिन्छ है। के गर्नु, रक्सी चाहिँ कहाँ राख्नु? पहिला पानीभन्दा पहिला रक्सी खानुहुन्छ कोकोले। अनि होस् नि सबैको। ल अब खुसी भएर खानु होला, खानु है सबै। यो मैले पकाएको, तपाईँको नातिनीले मासु भात, छोरीले भात, अनि यो रक्सी। सबैले दिनु नहोस्, झलमल होस्, उज्यालो होस्, स्वर्गमा आनन्दले बास होस्।
तपाईँको आत्माले शान्ति पाओस्। आत्मालाई शान्ति मिलोस्। शान्ति उसको दीप प्रज्वलन आमाको उज्यालो बनाइदिनु। अहिलेसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच एभ्रिवान। थ्याङ्क्स फर वाचिङ। डु नट फर्गेट लाइक, comment, share and subscribe. Thank you so much everyone.